हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी सिलगढी जाँदैछौँ होइन। जाँदैछौँ भन्दा पनि आइएम ओन्ली ट्राभलिङ। यहाँदेखि पानटेङ्गीसम्म चाहिँ म मेरो बाइक नै लिएर जान्छु र पानटेङ्गीमा म बाइक राख्छु र त्यस पछाडि हामी त्यहाँको बस चढेर चाहिँ सिलगढी जान्छौँ। पानटेङ्गी बजार छौँ होइन। अघि सिलगढी जाने भनेको थिएँ, पानटेङ्गी गएर चाहिँ पानटेङ्गीबाट चाहिँ हामी सिलगढी जान्छौँ। अब आफ्नो साधन जाँदैन सिलगढीसम्म त, त्यो भएको कारणले गर्दाखेरि अब हाम्रो यहाँको लोकल बसमा चढ्ने हो, जाने हो। यसो पैसा सक्ने हो, हेर्ने हो, किन्ने हो कि होइन चाहिँ थाहा छैन। के किन्ने भनेर चाहिँ हामी आएपछि देखाउँछौँ। यदि ल्याइयो भने चाहिँ यो चाहिँ पानटेङ्गी बजार होइन। आज फेरि यति धेरै गर्मी छ नि, यति धेरै गर्मी। कति टेम्परेचर छ होला आज चाहिँ हेर्दाखेरि चाहिँ। अब मेरो फोनमा फेरि देखाउँदैन रहेछ। म चाहिँ बस चाहिँ चढेँ होइन। बसमा चाहिँ म छु ड्राइभर र सहचालक हुन्छ। यु हेभ टु हाइड्रेट युर सेल्फ। पानी खाएन भने चाहिँ यो गर्मीमा चाहिँ मर्छ मान्छे। त्यो भएको कारणले गर्दाखेरि पानी चाहिँ एकदम प्रशस्त मात्रामा चाहिँ खाऊँ होइन। अन्टिल एन्ड अनलेस यु डोन्ट हेभ एनी वर्क, घर बाहिरबाट चाहिँ ननिस्केकै राम्रो। एक्सट्रिम हिट छ नि त। अब के गर्नु, तर प्रायः सबैको काम परि नै हाल्छ होइन। नहिँड्नलाई त के छ र, घरमा बस्नु जस्तो आनन्द के हुन्छ र होइन। केटाकेटीमा कहिले घरबाट निस्किनु जस्तो हुन्थ्यो, अहिले ठुलो भइसकेपछि चाहिँ एनी टाइम घरभित्रै बस्न पाए पनि हुने भइरहेको छ। अब यो बाइपास रोड जान्छ चाहिँ भन्यो यो बसले होइन, तर बाइपास जान्छ कि जाँदैन चाहिँ थाहा छैन। अब बाइपास भनेको चाहिँ के हो भन्दाखेरि, यदि तपाईँ पानटेङ्गीबाट सिलगढी जानु हुँदैछ भने नक्सल पनि छ क्या अन द वे बिचमा। त्यो नक्सलको बाटो जानु भनेको चाहिँ बाइपास जानु होइन। नक्सलको बाटो नगइकन सिधै मेन हाइवे गयो भने चाहिँ त्यो चाहिँ बाइपास रोड भन्छ। यो यहाँ आउँदाखेरि चाहिँ मलाई चाहिँ सबैभन्दा झ्याउ लाग्ने कुरो भनेको चाहिँ एकदम ज्यादा हर्न बजाउँछन् क्या यहाँको मान्छेहरूले। यति इरिटेट हुन्छ नि, यति इरिटेट हुन्छ। हाम्रोतिर जानुपर्छ खासै बजाइ नै हुँदैन। आई जस्ट ह्याड ब्याड एक्सपिरियन्स होइन। घरबाट म हुन त एक दुईवटा अरू कुरा पनि किन्नु थियो। त्यो साइड इन्डिकेटर जुन मेरो बाइकको गएको थियो नि, त्यो किन्नलाई आएको थियो होइन। त्यो पनि चाहिएको थियो। सोरुम गएँ, सर्भिस सेन्टर एकदम भित्र छ भन्यो। हिँड्दै हिँड्दै आएँ, सोध्दै सोध्दै आएँ, थाहा पनि थिएन त कहाँ छ। भरे आइसक्दाखेरि चाहिँ गरेर सोध्छु त छ भन्दा छैन। सी गाइज, दिस इज द रियालिटी अफ इन्डिया। कुकुर होला नि त। हाम्रोतिर त पोलमा कुकुरले मात्र मुत्छ भन्थ्यो। यहाँ चाहिँ मान्छेहरूले पनि दिइरहेको छ होइन। अब केही भनौँ भने कुट्ला। साइड इन्डिकेटर त पाएन, एकदम महँगो पऱ्यो। तर यहाँ सबै सर्भिस सेन्टरहरू चाहिँ सबैको रहेछ प्रायः। यहाँ हिरोको छ होइन, अगाडि रोयल इनफिल्डको थियो, अनि बजाजको चाहिँ जे होस् बाटोमै छ। बजाज र केटिएम सोरुम एउटैको छ होइन। एउटैको हो या अलग अलगको, तर एउटा सटरमा बजाज भयो भने अर्कोमा केटिएम छ। त्यसकै पछाडिपट्टि चाहिँ बजाजको सर्भिस सेन्टर छ होइन। तर अरू सबैको चाहिँ भित्र रहेछ। हन्डाको देखेँ, केटिएमको देखेँ र हिरो रोयल इनफिल्ड हिरोको पनि देखेँ। अब हामी निस्किने चाहिँ कताबाट? म त दाहिनेतिरबाट आएको थिएँ होइन। त्यतैबाट जानु पर्यो, नजाने बाटोको त ठाउँै नसोध्नु भन्थ्यो। फेरि गाह्रो होला, गाह्रो। एकदम टेन्सन भयो मलाई 2770 सम्झिँदाखेरि।
2770 तिरेर नि अब के हाल्ने त कसरी हाल्ने भन्ने कुरो त थाहा छैन नि त हाउ आर यु What's your YouTube channel name? I'm just starting SK Stories and I'm from Nepal. I just went to KTM showroom for a small thing I need, but they told me that they don't have. So I'm just Allowance for the video shoot. yeah, I'm just shooting everything where I went. Okay, thank you. Have a great day. It's kind of supporting me, you know. Hope I'll get famous soon. Hope साढे मिलियन्स अफ भ्युज आउँछ होइन त्यो दिन पनि म परिकल्पना गरिरहेको छु एउटा त टाइम दिन पाएको छैन आउँछ हतार गर्नु हुँदैन किप पेसेन्स होइन अनि अर्को समस्या भनेको चाहिँ इट्स भेरी डिफिकल्ट टु स्पिक इन पब्लिक क्या इभन तपाईँ भिडियो बनाउँदै नेपालमै सुट गर्नुभयो भने मान्छेहरूले खासै सपोर्ट चाहिँ गर्दैन होइन इभन फ्रेन्ड्स नियर अबाउट मी मेनी अफ देम सपोर्ट बट कोही कोहीले चाहिँ अब दे मे फिल अ भेरी क्रिन्ज टाइप होइन क्रिन्ज फिल गर्न सक्छ नि त लेट देम फिल क्रिन्ज यु जस्ट गो अहेड ल सी यु गाइज अब हामी अर्को चिज किन्छौँ होइन त्यति जेलसम्मलाई सी यु सो गाइज वी आर हियर एट आवर होम होइन हामीले के ल्यायौँ भन्ने कुराहरू चाहिँ अर्को भिडियोमा बनाउँछौँ सो स्टे ट्युन्ड प्लिज लाइक कमेन्ट सेयर एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब माई च्यानल किप सपोर्टिङ थ्याङ्क यू